यसमा चाहिँ निज मृतक रोमा भनिने रमा तिवारी घरबाट 9 बजी बाहिर निस्किन्छन् र भौतारिँदै हिँड्ने क्रममा घटना घटाउने यी व्यक्तिसँग उनको बाटोमा भेटघाट हुन्छ र त्यसपछि रमाले उसलाई यौन प्रस्ताव राखिसकेपछि त्यहाँ पैसाको कुरा हुन्छ। उनले एटिएम काउन्टरमा गएर पैसा निकालेको देखिन्छ र त्यो पैसा लिए पश्चात उनीहरू एउटा झाडीमा जान्छन्, जुन हाम्रो पहिलो क्राइम सिन हो। त्यहाँ गइसकेपछि उनीहरूको झगडा हुन्छ र झगडा भइसकेपछि दुईतर्फ झगडा भइसकेपछि यो पण्डितले चाहिँ रोमा तिवारीको घाँटी थिचेर हत्या गरेको देखिन्छ। त्यसपछि यसले आफ्नो डेरा कोठामा गई बोरा, घाँटीमा बस्ने पाइप र मोटरसाइकल पनि चेन्ज गरेर देखिन्छ। उसँग 2टा मोटरसाइकल छ र मोटरसाइकल चेन्ज गरेर त्यो मोटरसाइकल र बोरा लिएर आएर फेरि त्यो मृत्यु भइसकेकोमा उसलाई कन्फर्म हुँदैन र त्यो पाइपले फेरि उसलाई घाँटी कस्छ, बोरामा बाँधेर मोटरसाइकलमा राखेर उसले खोलामा फाल्छ। दमकी 21 वर्षीय रमा तिवारीको हत्या प्रकरण मध्यरातमा युवतीको हत्या प्रायश्चित गर्न बिहानै मन्दिरको दर्शन। झापाको दमक नगरपालिका 10 स्थित रतुवा खोलामा 16 जेठमा मृत भेटिएकी दमक नगरपालिका 8 की 21 वर्षीय रमा तिवारीको शारीरिक सम्पर्कका लागि पैसामा विवाद हुँदा हत्या भएको खुलेको छ। उनको हत्यामा भारतको बिहार स्थित अररिया ग्राम पञ्चायत घर भई दमक नगरपालिका 5 बस्ने 33 वर्षीय राकेश कुमार पण्डितको संलग्नता रहेको खुलेको हो। प्रहरीले अनुसन्धानको क्रममा दुवैजना बीच शारीरिक सम्पर्कका लागि सहमति भएको तर पैसाको कुरा नमिल्दा हत्याको अवस्था आएको जनाएको छ। तिवारीको हत्या 13 जेठमा करिब 11 बजे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तिवारीको शव भने 16 जेठमा दमक 10 स्थित रतुवा खोलामा बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो। तिवारीको शव सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिवारीको दमक 5 मा हत्या भएको र शव व्यवस्थापनका लागि करिब 15 किलोमिटर दक्षिणमा रहेको रतुवा खोलामा लगेको देखिएको प्रहरीले जनाएको छ। हत्यामा पण्डितको संलग्नतालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले पहिचान गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार तिवारी 13 जेठ राति घरबाट निस्किएपछि पण्डितसँग भेटघाट भएको थियो। दुईजना बीच बाटोमा भेटघाट हुन्छ। रमाले राकेशलाई यौन प्रस्ताव राखेपछि पैसाको कुरो हुन्छ। एटिएम गएर पैसा निकालेको देखिन्छ उनले भने। त्यसपछि उनीहरू झाडीमा जान्छन्। त्यो पहिलो क्राइम सिन हो। त्यहाँ उनीहरू बीच झगडा हुन्छ। त्यसपछि पण्डितले घाँटी थिचेर हत्या गरेको देखिन्छ। मृतक तिवारी र आरोपित पण्डित अपरिचित हुन्। उनीहरूको भेटघाट दमक 9 स्थित चिया दोकान चोकमा भएको प्रहरीको भनाइ छ। त्यही उनीहरू बीच शारीरिक सम्पर्कको सहमति भएको र दमक 5 स्थित झाडीमा गएको देखिएको प्रहरीले जनाएको छ। त्यहाँ पुगेपछि युवतीले सहमति विपरीत पैसा धेरै मागेपछि विवाद भएको र विवादले हत्याको अवस्था सिर्जना गरेको प्रहरीको भनाइ छ। रमाको हत्यापछि पण्डितले आफ्नो डेरामा पुगेर शव व्यवस्थापनका लागि बोरा, पाइप लिएर आएको उनको भनाइ छ। शव व्यवस्थापनका लागि पण्डितले मोटरसाइकल समेत परिवर्तन गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पण्डितले करिब 12 बजे राति रमाको शव रतुवा खोलामा पुर्याएर फ्यालेका थिए। मध्यरातमा रमाको हत्या गरेका पण्डितले हत्याको प्रायश्चित गर्न भोलिपल्ट अर्थात् 14 जेठको बिहानै 36 बजे दमक 6 स्थित पशुपति मन्दिर पुगेर माफी मागेको प्रहरी स्रोतको भनाइ छ। उनी मन्दिर पुगेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव भेटिएको दिन उनी भारत पुगेका थिए। फेरि 2 दिनपछि दमक नै फर्किएको अनुसन्धानको क्रममा देखिएको छ। हत्याका आरोपित पण्डितलाई बिहिबार इलाका प्रहरी कार्यालय दमकका प्रमुख हरिबहादुर बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई डेराबाट पक्राउ गरेको थियो। उनलाई ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किनकि यस घटना घटाएर जो पनि नाकाम हुँदै छिमेकी देशतर्फ गएको भन्नेसम्म हामीले आइसकेको थियौँ। यहाँ एकदमै भ्रामक समाचारहरू आइरहेको र अभियोग दर्ता भागिसकेको अवस्था भएको अवस्थामा हामीलाई यसमा चाहिँ अलिकति संयमित हुनलाई हामीले आज मसमेत गर्नु परेको थियो। अपराध अनुसन्धानको घटना
100% भएपछि मात्रै यसरी हामीले रिलिज गर्ने हो। 80% 50% हुँदैन कि 0 हुन्छ कि 100 हुन्छ र आज हामीले 100% यसको इन्भेस्टिगेसनमा मान्छेलाई पक्राउ गरिसकेको अवस्थामा हजुरहरूको समक्ष यसरी लिएर आएका छौँ। यसमा चाहिँ सबै घटनाको यो विश्लेषण गर्दाखेरि भारत राज्यको बिहार जिल्ला अररिया ग्राम पञ्चायत सियाकला थाना घरगामा स्थायी वतन भई हाल झापा जिल्ला दमक नगरपालिका वडा नम्बर 5 मा डेरा गरेर बस्ने र टाइल मार्बल फिटिङको काम गर्ने वर्ष 34 को राकेश कुमार पण्डित यस घटनामा संलग्न रहेको यो विभिन्न हाम्रा म्यानुअल र टेक्निकल यो इन्भेस्टिगेसनले हामीलाई लेड गर्यो। हामी यो इन्टेलिजेन्स लेड इन्भेस्टिगेसन र इभिडेन्स लेड इन्भेस्टिगेसन दुईटैलाई हामीले फलो गर्यौँ र यसैको आधारमा हामीले 2 महिना 21 गते करिब राति 11 बजे निज पण्डित बस्ने डेरा कोठाबाट उसलाई चाहिँ हामीले यो इलाका प्रहरी कार्यालयबाट खटिनु भएको डिएसपी साहब हरि बस्नेतको कमान्डमा गएको टोलीले पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्यायो र यस पश्चात चाहिँ यो घटना सम्बन्धी सबै कुरा हामीलाई प्राप्त भयो। जुन हामीले सङ्कलन गरेका सबुत प्रमाणसँग यसका कुरा सबै गरिसकेपछि आज हामीले यसलाई जान सम्बन्धी यो मुलुकी अपराध संहिता 2074 को परिच्छेद 12 र 18 बमोजिम जान सम्बन्धी कसूर र जबरजस्तीकरण मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थप्ने सबै प्राप्त भएको छ। यसमा चाहिँ निज मृतक रोमा भनिने रमा तिवारी घरबाट 9 बजी बाहिर निस्किन्छन् र बौद्धा दिँदै हिँड्ने क्रममा घटना घटाउने यी व्यक्तिसँगको बाटोमा भेटघाट हुन्छ र त्यसपछि रमाले उसलाई चाहिँ यौन प्रस्ताव राखिसकेपछि त्यहाँ पैसाको कुरा हुन्छ। उसले एटिएम काउन्टरमा गएर पैसा निकालेको देखिन्छ र त्यो पैसा लिए पश्चात यिनीहरू एउटा झाडीमा जान्छन् जुन हाम्रो पहिलो क्राइम सिन हो र त्यहाँ गइसकेपछि यिनीहरूको झगडा हुन्छ र झगडा भइसकेपछि दुईतर्फ झगडा भइसकेपछि यो पण्डितले चाहिँ रोमा तिवारीको घाँटी खिचेर हत्या गरेको देखिन्छ। त्यसपछि यसले आफ्नो डेरा कोठामा गई बोरा घाँटीमा बस्ने पाइप र मोटरसाइकल चेन्ज गरेर देखिन्छ। उसँग 2टा मोटरसाइकल छ र मोटरसाइकल चेन्ज गरेर त्यो मोटरसाइकल र बोरा लिएर आएर फेरि त्यो मृत्यु भइसकेकोमा उसलाई कन्फर्म हुँदैन र त्यो पाइपले फेरि उसलाई घाँटी कस्छ, बोरामा बाँधेर मोटरसाइकलमा राखेर उसले खोलामा फाल्छ। यस घटनामा अहिलेसम्मको हाम्रो अनुसन्धानमा चाहिँ यति देखिएको छ। उसलाई हामीले अरेस्ट गरेका छौँ र सम्पूर्ण म्यानुअल र टेक्निकल एभिडेन्सले पनि यही कुरालाई चाहिँ सपोर्ट गरेको छ। यसमा हामीले विभिन्न बरामद 10 प्रमाणहरू समेत सङ्कलन गरेका छौँ। घटना घटाएका वखतमा ती रोमाले लगाएका चप्पलहरू उसका घरमा भेटिन्। त्यसको चाहिँ शनाख्त आमा बुवाले गरिदिएको कुराले पनि यसमा पुष्टि हुन आउँछ। त्यसमा प्रयोग भएका र सीसीटीभी फुटेजमा देखिएका मोटरसाइकलहरू त्यसले पनि यसलाई पुष्टि गर्दछ भने त्यो फेला परिसकेको त्यो बोरालाई पनि त्यो घरबेटी त्यो चाहिँ शनाख्त गरिसकेको अवस्थामा बरामद जति पनि सबुत प्रमाणहरू छ, सबुत प्रमाण र घटना घटाउँदाखेरिको प्रवृत्ति र प्रकृति दुईटैले पनि यसलाई जोड दिन्छ। यस अर्थमा यस घटना रीमा तिवारीको जुन हत्या पछि गोडामा पोका पारेर रतुवा खोलाको पुलमुनि फालेको केसमा अररिया घर भएका यी रमेश कुमार पण्डित वर्ष 34 का संलग्न भएको हाम्रो अनुसन्धानले देखाएको छ। धन्यवाद।